क्लास 8 को रिड मोड सेटबाट सेट 4 है। यो क्वेशन के छ भने क्वेशन नम्बर 1 मा के दिएको छ भने दुई जना केटीहरू ए र बी लुडोको गोटी फ्याँकी सर्प र बाणको खेल खेलिरहेका थिए। परिणामहरू निम्न अनुसार आए भन्ने भनेको छ। परिणाम यहाँनिर दिएको छ है। अब यहाँनिर चाहिँ के भनेको छ भने समूह ए र बी सदस्यहरूको सूचीकरण विधिद्वारा यस प्रकार छ भनेको छ। यहाँनिर फेरि दिइसकेको छ है। अब अरु कुराहरू हामीले यहाँ धेरै के हेर्नु पर्दैन। हाम्रो यहाँ सेट ए भनेको यस्तो छ है। पहिला यहाँनिर चाहिँ दिइसकेको छ ए भनेको 1 2 5 6 सेट ए मा 1 2 5 6 छ। मानौ बी मा कति छ 3 4 6 छ। 3 4 6 यहाँनिरको यो जस्तो भने पनि बुझ्नुपर्ने यहाँनिर हो ए र बी को है। अब ए मा के भनेको छ भने समूह ए बाट कतिवटा अनुपयुक्त उपसमूहहरू बनाउन सकिएलान्। हाउ मेनी इम्प्रपर सबसेट्स अफ सेट ए क्यान बी फर्म्ड। कतिवटा उपसमूह एउटा मात्रै बनाउन सकिन्छ है। एउटा सेटबाट एउटा मात्रै के गराउन सकिन्छ उपसमूह बनाउन सकिन्छ। त्यसकारण लेख्नु पर्यो है। यहाँनिर हाउ मेनी को ठाउँमा के लेख्नु पर्यो 1 लेख्नु पर्यो। 1 इम्प्रपर सबसेट 1 1 improper subset can be formed. 1 improper subset of set A पनि हो of set A can be formed भनेर लेख्ने। एउटा मात्रै हुन्छ है उपसमूह, त्यही भएर 1 लेखेको। यो अनुपयुक्त उपसमूह भने चाहिँ त्यही भएर है। उपसमूह त धेरै हुन्छ नि फेरि। अनि क्वेशन नम्बर बी मा जाउँ। के भनेको छ भने समूह बी का सबै उपसमूहहरू हेर्नुस् है। अब उपसमूहहरू आयो बी का सबै उपसमूहहरू सबसेट अफ बी अल पोसिबल सबसेट्स अफ बी है। यसका चाहिँ अल पोसिबल सबसेटहरू चाहिँ हामीले लेख्नु पर्यो भने 3 मात्रै लेखौं, 4 मात्रै लेखौं, 6 मात्रै लेखौं, 3 र 4 लेखौं, 3 र 6 लेखौं, 4 र 6 लेखौं, 3 4 6 लेखौं, 1 2 3 4 5 6 7। अब एउटा खाली 8 भयो है। अब हेर्नुलाई यहाँनिर यो आवश्यकता त छैन, यति मात्रै लेख्ने हुन्छ। यहाँ मध्येको 3 4 6 यो जस्ताको तस्तै आएको छ। 3 4 6 यो इम्प्रपर सबसेट हो। अरु सबै प्रपर सबसेट हुने। फेरि यो सबसेट दुई प्रकारको छ यहाँनिर है। एउटा प्रपर सबसेट, एउटा इम्प्रपर। इम्प्रपर एउटा मात्रै हुन्छ जहाँ पनि हामीले यहाँनिर चाहिँ। त्यही भएर 1 इम्प्रपर सबसेट अफ सेट ए सेट यहाँनिर ए चाहिँ ए क्यान बी फर्म भनेर चाहिँ लेख्ने। अब सी नम्बरमा समूह बी का परिणामहरूमा के परिवर्तन गरियो भने दुई समूहहरू ए। अब हेर्नुस् है ए र बी ओभरल्यापिङ सेट छन् है। खप्टिएका समूह छन् ए र बी। अब बी मा के गर्यो भने ए र बी लाई हामीले अलगिएका सेटहरू बनाउन सकिन्छ भनेर भनेको छ। अब यहाँ मिलेको भनेको 6 हो है। 6 मिलेछ। यो 6 बी बाट हटाइदियो भने यिनीहरू चाहिँ डिसजोइन्ट सेट हुन्छन्। यो 6 लाई हटाइदियो भने ल यो 6 लाई यहाँ हटाइदिने भने यिन दुईटामा केही पनि मिल्दैन। अब हेर्नु त 1 2 5 6 3 4 केही पनि मिलेन नि। नमिलेपछि अब यिनी चाहिँ के हुने भयो त डिसजोइन्ट भयो। अहिले चाहिँ यिनी के छन् ओभरल्यापिङ छन् है। त्यसकारण के गर्नु पर्यो त भन्दाखेरि 6 लाई हामीले रिमुभ गरिदिनु पर्यो।
व्हाट चेन्ज भनेको छ है। त्यसकारण वी शुड रिमुभ we should remove 6 है 6 from the set B है। we should remove 6 from the set B बाट चाहिँ यो हामीले चाहिँ के गर्यौं भने हटाइदियौं भने यी सेटहरु चाहिँ के हुन्छ त डिस्ट्रिब्युट हुन्छ नि यसरी लेख्ने। क्वेशन नम्बर 2 मा के भनेछ भने तपाईको कक्षाको जम्मा विद्यार्थी संख्यालाई 10 आधार संख्या पद्धतिमा लेखी निम्न अनुसार व्यक्त गर्नुहोस् भन्यो है। त्यसले चाहिँ के भन्यो भने 2 आधार संख्या पद्धति र 5 आधार है। अब डेसिमल जुन डेनरी सिस्टम छ डेनरी सिस्टममा पहिला लेखेर विद्यार्थी संख्यालाई त्यसलाई बाइनरी सिस्टम र बाइनरी सिस्टममा के गर्ने चेन्ज गर्ने। तपाईको कक्षामा भनेछ है मैले पढाउने एउटा कक्षामा है 2 मा मैले लेखे मैले पढाउने एउटा कक्षामा विद्यार्थी संख्या 35 छ है। एउटामा फेरि हाम्रो चाहिँ क्लासहरु चाहिँ 3वटा क्लास छ है। 3वटा क्लास मध्ये एउटा क्लासमा चाहिँ कति छ त भन्दा 35 छ। मैले 35 ले ल्याएर गरे जस्तो यहाँनिर चाहिँ there are 35 students in my class है। मेरो क्लासमा 35 स्टुडेन्ट छन्। अब मैले के गर्छु भनेपछि यहाँनिर चाहिँ 2000 संख्यामा पद्धतिमा चेन्ज गरेर भनेको छ फर्स्टमा है। अब चेन्जिङ इन बाइनरी सिस्टम है। कतिलाई त भन्दा 35 लाई चेन्ज गर्ने हो। टू ले यहाँनिर रिमाइन्डर लेखौं 2 1 2 7 1 बच्यो 2 8 16 1 बच्यो 2 4 8 0 बच्यो 2 2 4 0 बच्यो 2 1 2 0 नै बच्यो 2 0 0 कति बच्यो 1 बच्यो। यसलाई हामी बटम टु टप लेख्छौं है। त्यसकारण 35 लाई हामी के लेख्नु पर्ने त भन्दा 35 डेनरी सिस्टम भनेछ बेस 10 गराइदिनु नभए बेस 10 बराबर यहाँबाट जाऊ 1 0 0 0 तीनटा 0 अनि 1 1 बेस 2। मैले 35 भएको भएर मैले 35 लाई गरे। तपाईहरुको क्लासमा जति छ त्यतिलाई भनेछ। अब तपाईहरुले आफूले मिलाएर चाहिँ यसलाई गर्नुपर्ने हुन्छ। यो फर्स्टमा अनि सेकेन्डमा के भनेको छ भनेपछि फेरि यसैलाई फेरि क्वाइनेरीमा नाउ इन क्वाइनेरी सिस्टम है। यसलाई फेरि क्वाइनेरी सिस्टममा लगाउँ है त। यही 35 लाई क्वाइनेरी भनेपछि 5 ले डिभाइड गर्नु पर्यो है। अघि 2 ले गरेका थियौं नि हामीले 5 7 जा 35 0 रिमाइन्डर 5 1 जा 5 2 रिमाइन्डर 5 0 जा 0 1 रिमाइन्डर। त्यसकारण 35 भनेको कति रहेछ त 1 2 0 बेस 5। क्वेशन यस्तो छ जनता स्टेशनरीले 8 वटा कथाका किताबहरू एउटा डिलरबाट अंकित मूल्यमा 20% छुट हुने गरी 1280 मा किन्यो है। 1280 मा किन्यो। हरेक पुस्तकको अंकित मूल्य कति होला भनेछ है। 20% छुट हुने गरी 1280 मा किन्यो। कतिवटालाई 8 वटालाई है। अब 8 वटा किताबको पहिला अंकित मूल्य निकाल्नु है त। ए मा सोलुसन गरिहालौं। हरेक पुस्तकको अंकित मूल्य भनेछ प्रत्येक पुस्तकको भनेछ है। अब 20% के गरेको छ यहाँ छुट गरेको छ। 20% छुट नगरेको भए कति हुन्थ्यो भनेछ कि है।
8वटा कथाका किताबहरू एउटा डिलरबाट अंकित मूल्यमा 20% छुट हुने गरी किन्यो 1280 मा। यदि छुट नगरेको भए कति हुन्थ्यो त भन्न खोजेको है। अब हामीले के गर्नु पर्यो त भन्दाखेरि एमपी अब 8 बुक निकाल्नु पर्ला। हेर्नुस् है, मैले यसलाई कसरी गर्न खोजिरहेको छु भने अब एमपी अफ 8 बुक्स है, एमपी भनेको मार्केट प्राइस अफ 8 बुक्स भनेर यो मैले लेख्न खोजिरहेको छु। यो छुट नगर्दिएको कुरा हो। अब हामी यसलाई मान्न पनि सक्छौँ है फेरि है। एमपी अफ 8 बुक्स भनेर लेट गर्दा नि त बरु लेट एमपी अफ 8 बुक्स इज आरएस एक्स मान्यौँ ल। अब नाउ अब के गर्न सक्छौँ भने पहिला एक्स भन्ने थियो किन्न जाने बेलामा, अनि उसले के गर्यो छुट दियो माइनस यहाँनिर नजिक किन्नला 20% अफ एक्स है, भनेको मूल्यमा 20% छुट गरेर दियो किताब कतिमा त भन्दा 1280 मा दियो। और x minus 20/100 times x is equal to 1280 और x अब यसले यस्तो गरेर यसलाई काट्न मिल्छ है। x minus x/5 हुन्छ यहाँनिर 1280 और 5 यो आयो 5x minus x हुन्छ कि चाहिँ लेख्दै मैले 4x यो 5 यहाँ गयो 5x minus x गरेर 4x भएको है। और x is equal to 1280 times 5/4 और x is equal to काटो यसलाई है 4 3 जा 12 अनि आर्यलाई चाहिँ 20 चौक 80 320 भने 320 टाइम्स 5 भनेको कति भयो 20 50 3 1600 भयो। 8वटा किताबको मूल्य कति रहेछ त 16 रहेछ है। अब देयरफोर एमपी अफ 1 बुक इज बुक भनेको आरएस 1600 8वटालाई हो, एउटालाई चाहिँ 200 रुपैयाँ पर्यो। यसलाई कति पर्दो रहेछ त 200 पर्दो रहेछ। अनि यहाँ बीमा के भनेछ भने विक्रेतासँग 2वटा प्रस्तावहरू थिए, विक्रेताले 2वटा प्रस्तावहरू राखेको रहेछ। प्रस्ताव 1 मा के रहेछ भने अफर 1 मा रु 300 जम्मा छुट दिने, टोटलबाट 300 रुपैयाँ छुट दिने र प्रस्ताव 2 अथवा अफर 2 मा के भने रहेछ भने 20% छुट दिने है। त्यो भयो भने सो स्टेशनरीलाई कुन प्रस्ताव उचित लाग्ला, स्टेशनरी कुन प्रस्ताव मान्ने त अब है। यसको लागि ठ्याक्क थाहा पाउने पहिला यसको हामीले चाहिँ 20% निकालौँ है त। यो उसको यो उसले चाहिँ दिएको त्यो जुन पैसा छ नि त्यो पैसाको चाहिँ 20% निकाल्दा कति आउँछ है त। यो 20% छुट कि त्यो भनेको छ कि है। अब हाम्रो चाहिँ डिस्काउन्ट एमाउन्ट कति छ भन्ने कुरा आयो यहाँनिर है। डिस्काउन्ट एमाउन्ट निकालौँ त। डिस्काउन्ट एमाउन्ट अब सबै किताबलाई 1600 रहेछ अनि बेच्ने बेलामा 1280 बेच्दैछ माइनस आरएस 1280 है। माने के हुने भयो 1300 14 15 1600 320 रुपैयाँ 320 रुपैयाँ है। यो 320 रुपैयाँ आयो डिस्काउन्टबाट। उसले एकमुष्ट चाहिँ 300 रुपैयाँ चाहिँ अफर गर्न खोजेको थियो है। अब 320 रुपैयाँ यसलाई डिस्काउन्टबाट चाहिँ के भयो बढी फाइदा भयो भने अब रु 300 जम्मा छुट भन्दा त उसलाई चाहिँ प्रस्ताव 2 चाहिँ के हुने भयो त मन पर्ने भयो। किनभने प्रस्ताव 2 मा कति डिस्काउन्ट पाइरहेछ उसले 320 रुपैयाँ पाइरहेछ। त्यसकारण अब हामी लेख्छौँ यहाँनिर उसले भने अनुसार यहाँनिर चाहिँ स्टेशनरीलाई कुन प्रस्ताव उचित लाग्छ विच अफर भनेको चाहिँ अफर 2 वुड बी बेटर है। देयरफोर
फर स्टेसनर है त्यसले भनेछ नि है वुड बी बेटर फर द स्टेसनरी भनेर लेख्ने अनि अब क्वेसन सी र थ्री को सी है यदि एउटा पुस्तकको विक्रय मूल्य र क्रय मूल्य क्रमशः एसपी र सीपीले जनाउने भए नाफा र नोक्सानको सूत्र लेख्नुहोस् भनेको छ प्रॉफिट भनेको एसपी माइनस के हो त सीपी फेरि लस भनेको सीपी माइनस के हो एसपी यति लेखे भइहाल्छ है सीमा डीमा के भनेको छ भने एउटा स्टेसनरीले एउटा पुस्तक 20% नाफामा बेच्यो भने एउटा पुस्तकमा हुने नाफा पत्ता लगाउनुहोस् स्टेसनरीले एउटालाई चाहिँ कतिमा बेच्यो भने 20% नाफामा भनेछ अब उसले किन्ने बेलामा कतिमा किनेछ त भन्दा 1280 मा किनेछ है उसले किनेको सीपी अफ 8 बुक्स आरएस 1280 है अनि सीपी अफ कस्ट प्राइस भनेको है 1 बुक आरएस 1280 बाई 8 गर्नु पर्यो आरएस 8 1 8 4 8 8 8 गर्छ 0 160 160 मा किनेर चाहिँ उसले प्रॉफिट खाएको छ 20%. Therefore, profit amount of one book. एउटा बुकमा खाएको नभए 20% अफ कति गर्नु पर्यो त 160 आरएस 160 गर्नु पर्यो 20/100 टाइम्स आरएस 160 यसले काट्यो यसले काट्यो है भनेपछि आरएस 32 रुपैयाँ रहेछ ल है आरएस 32 रुपैयाँ उसले के गरेर रहेछ त फाइदा खाएको रहेछ सोलुसन गरौँ यो क्वेशनको यहाँ एबी को भ्यालु भनेको छ हियर एबी लेखौँ ए को ठाउँमा के लेखौँ 25 को पावर x माइनस y b को ठाउँमा टाइम्स b भनेको के लेख्न पाइयो भनेपछि 5 को पावर 2y माइनस 2x अब दुईटाको बेस एउटै गराइदिउँ है यसको र यसको यो 5 को स्क्वायर भन्नु र 25 भन्नु के हो एउटै हो यहाँनिर x माइनस y छ 5 को पावर 2y माइनस 2x 5 को पावर 2x माइनस 2y यसले खोलेको 5 को पावर 2y माइनस 2x अब के गर्नु मिल्छ त भन्दा बेस सेम छ 2x माइनस 2y प्लस 2y माइनस 2x यो र यो काट्छ यो र यो पनि के गर्छ काट्छ 5 को पावर 0 भयो 5 को पावर 0 भनेको 1 यही नै के भयो त आन्सर भयो है क्लास 8 को लागि यो है सोलुसन गरौँ LHS भनेर लियौँ 5 power x minus 5 power x minus 1 by 4 times 5 power x minus 1 है अब 5 power x minus 5 को पावर x टाइम्स 5 को पावर minus 1 गरौँ by 4 times 5 को पावर x टाइम्स 5 को पावर minus 1 गरौँ अब 5 को पावर x कमाइयो यहाँनिर 5 को पावर x कमन गइसकेपछि 1 बच्यो 1 माइनस 5 को पावर minus 1 भनेको 1/5 भयो by 4 यहाँनिर टाइम्स 5 को पावर x टाइम्स 5 को पावर minus 1
भनेको 1/5 हो। यसलाई काट्न मिल्यो है। यसको चाहिँ हामी के गर्छौं अब एलसीएम ल्याएर गर्छौं। 5 एलसीएम आउँछ 4/5 हुन्छ त्यो। अनि यो 4 1 जा 4/5 नै हुन्छ भने अनि यसलाई हाम्रो के गर्न मिल्यो